आज चाहिँ हामी आलु रोप्न जान लागेको। आमाको चाहिँ काम परेर आमा चाहिँ आज आउनु भ्याउनु भएन। अब हामी तिनवटा लागेको अलिक कस्तो फन्दी छ, एउटा मन्दिर जस्तो, एउटा स्यान्डविच जस्तो, अनि एउटा म जस्तो, अनि एउटा हाम्रो सेतु जस्तो। सुँगै फाटमा आलु रोपेर भ्याइसके। हामी बल्ल जाँदैछौँ। अरूको आलुको टुसा उम्रिसक्यो, हामी चाहिँ बल्ल जाँदैछौँ। अनि यो चाहिँ पहिलो रेकर्ड होला, घरदेखि हामी यहाँ आउनेसम्म झगडा नगरिकन मिलेर आएको भनेको यो पहिल्यै रेकर्ड हो। अब हेर्दै जाऊ कहाँसम्म मिलिन्छ, जहाँसम्म लाग्छ मलाई त्यो पुलसम्म जाने बेला त झगडा हुन्छ। तर अहिले यहाँसम्म चाहिँ भएको छैन। हेरौँ आइपुग्यौँ। अब हामी एकछिनमा जान्छौँ। आउँदा आउँदै गर्मी भइसक्यो। बिहान भने लास्टै चिसो जाडो थियो। हेर्नु हाम्रो माले बगरबाट कस्तो राम्रो धौलागिरी हिमाल देखिन्छ। खेतमा चाहिँ सबले आलु लगाइसक्नु भयो। हाम्रो यहाँ चाहिँ झगडाको सुरुवात हुन लागिसक्यो। दिदीले भन्नुभयो छिटो छिटो हिँड्ने भनेर। मन्दिरतिर म चाहिँ लोऱ्याङ लोऱ्याङ भइरहेछौँ। हेरौँ पुलसम्म जाँदा चाहिँ अलिक ठुलै झगडा हुन्छ होला। कस्तो चर्को लागिरहेछ। तिनवटा दिदी बहिनी हिँडिरहेछौँ आफ्नो बाटोमा। हामी चाहिँ घरबाट आलु रोप्न भनेर हिँडेको। कति बजे हिँडेको भनिरहेको छु थाहा छैन। हजुरहरूलाई थाहा हाम्रो सेतुको चाकमा लबवाला उस छ नि एङ्गल। सेतु पक्षतिर चाकको लबवाला एङ्गल देखाऊँ। हाम्रो माली बगरमा च्याङ्ग्राहरू पनि पाइन्छ। च्याङ्ग्रा चाहियो भने च्याङ्ग्रा लिने आउनु होला। ए भेडा हो, सरी ल भेडा हो है। भेडा लिन आउन सक्नुहुन्छ हजुरहरू। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो सेतुको चाकको लबको एङ्गल। अलि राम्रो नजिकबाट देखाउँछु भने कि फेरि मान्दैन कि आफ्नो यो प्रोडक्ट देखाउन यो अलिकति लजाउँछ के। यो मेरो यस्तो यो लबवाला प्रोडक्ट कसलाई देखाउने, म देखाउँदिनँ कसैलाई नि भन्छ हो। नत्र त हाम्रो सेतु पनि हिरै हो। हो हामी चाहिँ त्यो पुलको बाटो र पारीको बाटो लामो हुन्छ भनेर हामी चाहिँ खोला तर्ने भनेको। अनि यो पनि अहिलेसम्मको पहिलो रेकर्ड होला दिदी बहिनी। उहाँ रोडदेखि यहाँसम्म आउन्जेलसम्म कल नगरिकन गफ गर्दै आएको। यहाँबाट हेर्नु होला माछा पुच्छ्रेको चुचो देखाउँछु म हजुरहरूलाई। यो हाम्रो माछा पुच्छ्रे हिमाल। अनि त्यसपछि यो हाम्रो यतापट्टि नुवाकोट। त्यहाँदेखि यस्तो राम्रो देखिन्छ यहाँबाट। चिसोमा चाहिँ खोला कसरी तर्ने भन्ने कुरा हो। हेरौँ त्यही पनि सकेसम्म। मलाई मेरो दिदीहरूले बोक्छन् कि तर यत्रो नि बोक्दैन। ल हेर्नु हाम्रो स्याङजामा बयर फलिसकेछ। आधी उधी त बयर पाकी पनि सके रहेछ। र बयर टिप्न आउनु होला। बयरको अचार मिठो 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 हुन्छ। ढाडसम्म चाहिँ अहिले आलु सालु रोपेर फर्केर आउँदाखेरि चाहिँ बयर पनि टिप्नु पर्ला। मलाई चाहिँ भेलीमा पकाएको बयरको अचार लास्ट मनपर्छ मलाई चाहिँ। भ्याएसम्म चाहिँ अहिले टिप्नु पर्ला। त्यही अब आलु कति बेला रोप्ने हो, उहाँ आन्टीकोमा कति बेला पुग्ने हो थाहै छैन। यो खोला तर्नु छ, घाम पनि गयो। हाम्रो सेतुको चाकमा यस्तो पानको सेप बस्छ देख्नुभयो नि। हिँड्दाखेरि झन् खतरा देखिन्छ। अब चाहिँ खोला तर्ने भनेको हामी चाहिँ त्यो रुखहरू झुप्प भएको ठाउँमा हेरेर घर जाने हो आन्टीले। अब हामी खोलानिर पुग्न लागिसक्यौँ। चिसोमा कसरी तर्ने हो। हामी चाहिँ यहाँ बसिरहेछौँ। सेतु हाँस होइन के त आउँछ कि आउँदैन भनेर हामीले त्यसलाई हेर्दै हौ। आयो रे आयो कि आइदियोस्। माया चाहिँ गर्छ कि अघि आउनु पर्थेन गोरु तँलाई गर्दा ल जाम। सानो दिदीले खोला सानो छ भनेर ल्याउनु भएको। तर खोला त खै बरु हामी सानो होला नि खोला सानो छैन जस्तो लाग्यो मलाई। झन् चिसो भयो। चिसो हावा चलेर खै आज आलु रोप्ने लास्ट मात्रै राखेन मुनि दिदी हजुरलाई। यहाँ खोलाको पुच्छरहरूलाई कि पुच्छरहरूलाई लगाइছি जुने देख्नुभयो कसरी जुनेले उस्तरी पुच्छरहरूलाई कराइছে हो। मुनि दिदीको सेक्सी लेग पिस हेर्नु होला।
तर लामै बाटो आएको भएन भने त ल्याउँछ भिडियो बनाउँछ मोजा त जोगाउनै पर्यो ओ माई गड हेर्नु त माछा पुछ्रेको चुचुरो कस्तो राम्रो देख्यो यहाँबाट तर हिउँ नै नभएर कस्तो खाली भएको है अब हामी खोला तर्दैछौँ सुरुवात हाम्रो सानो दिदीले गर्नुभएको छ आइजाऊ सानो दिदीको पछि पछि हिँड्नु पर्यो यो चप्पल चिप्लो क्या है सानो चप्पल चिप्लो खोलाको यस्तो भगवान मलाई नलुटाउनु होला हाम्रो सेतु खोला तर्छ सेतु अब हाम्रो सेतु खोला तर्न थाल्यो नुहाउन भने चाहिँ मोरे चाहिँ गर्छ खोला भने फेरि अखा तरिकाले तर्छ क्या सेतु डन हो नि त हाम्रो चाहिँ भयो नि खोला तरेको थियो यसको आमा छोरा त पुग्न थालेका थिए नुहाउन भनेपछि फेरि यस्तो रुन्छ अहिले यहाँ खोला हेऱ्यो नि यस्तरी तरे हौ पुगिसक्यो त्यो उहाँ पारी उहाँ पारी पुगिसक्यो त्यो मुन्दिरी यहाँ आफ्नै तालमा हुनुहुन्छ अब त्यत्रो ढुङ्गा भने लास्ट चिप्लो मलुटे त केही हुन्थेन तर मेरो मोबाइल चाहिँ लोड नभएन मेरो भन्ने कुरा जुनु ए जुनु त छुची जुने ओ जुने तँले बिस्कुट ल्याउनै बिर्स्यो नि जुने अब दिदीले भोटी मार्ने भए यस्तो मोटी जुनु आऊ आउँछ फर्केर गए अहिले हाम्रो मान्छे गनिने झन् कस्तो मोटाको यो त जुनु किन हो मोटी ढ्याउसी यो त छुच्चे त खेल्दाले क्याक्क पारेर टोकिदिन्छ यो त मोटी भैँसीलाई भेटेको चट 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 स्याडो 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 आइजा यो आमा छोरा हुन् क्या यो दुइटा स्याडो धेरै पछि आएको त्यहाँ धेरै चेन्जहरू भइरहेको छ टोयलेट बाथरुम बनाउन लाउनु अङ्कल आन्टीले पानी कल पनि बनाइसक्नु भएछ हामीले भुले छैनौँ सम्झिरहेछौँ अब हामी खेल्न जानुभन्दा पहिला एक सुर्पी हालेर जाउँ भनेर चिया पकाउँदैछु हामी चाहिँ एक सुर्पी चिया खाएर जान्छौँ सानो दिदी तरकारीको लागि रेडी पार्दै हुनुहुन्छ इस्कुस मुनि दिदी बाहिर बस्नुपर्छ म चाहिँ यहाँ चिया पकाउँदैछु जाडो भन्दा जस्तै चिसो छ हाम्रो चिया पाकिसक्यो अब चाहिँ चिया खाएर जाने यस्तै धुवा पुत्ता एक सुरुप चिया तनी खाने सानो चिया तनी खान्छिस् ल हाम मुनि दिदीले डोको बोक्दै हुनुहुन्छ अब हामी लाग्यौँ आलु रोप्नलाई खोला यस्तरी बगिरह मेरो दिदी डोको बोक्दैछ पछाडिबाट आन्टी डोको बोकेर आउँदै हुनुहुन्छ दुईटा छोरी डोको बोक्दै एउटा खाली हात ठुलो ठुलो होइन खै कति ठुला आलु सेतु
अनि स्याडोले आलु खनेको बारीमा गरेर दिन्छ म यस्तै बाँधेर राखेछु यति दुःख देखायो दुटाले आलु रोप्न आएको कि दुटालाई कुर्न आएको थाहै छैन मुन्देरी मल बोकेर आउँदै हुनुहुन्छ यो दुटाले बारीमा हिँडेर यस्तै बाँधेर राख्नु पर्यो यिनीहरूलाई गाह्रो यो स्याडुललाई कराइदिन पर्यो रे यस्तै मम्मी दिदीलाई कष्टकर भइरहेछ त्यो मल बोक्न एकैचोटि 2टा बोक्छु भने थिएँ त दिदीले सकिदिन् म यो दुटाले हेर्न परेर हो कि यो भागेर यसलाई यसले बाँधेको यो छुटाएर यो भागेर यस्तै बुटमा बाँध्न पर्यो गाह्रो छ गाह्रो हामी आलु रोप्न होइन कुकुर कुर्न आएको यसरी त्यो कुकुर त्यो कुकुर देखेर यो जान लाएर हामी यहाँ कुकुर कुरेर बस्यौँ अरूको आलुमा जान्छ भनेर गाह्रो छ दिदीले मल बनाउँदै हुनुहुन्छ मेरो दिदीले अघि नै भ्याइसक्थे 2टा मल एकैचोटि बोकेर आउँदैछ हेऱ्यो भोसडीहरूलाई कुर्न परेर हो यो भोसडीहरूलाई आलु रोप्न आएको कि यो 2टालाई कुर्न आएको खै यो 2टाले हेर्न आयो जस्तो भयो यसले बस्ने ठाउँ कहीँ पाएन उहाँ तल गएर बसे है कहाँ रोप्ने हो आलु हे भगवान एउटा यहाँ छ स्याडो के भयो मुन दिदी फेरि गर्नु त एकचोटि मल बनाउँदैछौँ आलु अब खतरा फलाएर आलु लिन आउनुलाई हाम्रो घर हाम्रो दाइले आलु पुर्दै हुनुहुन्छ ठकठक लाएर मुन दिदी मल बनाउँदै हुनुहुन्छ आन्टी यहाँ मल उठाउँदै हुनुहुन्छ यति ड्याङ आलु बनाएर भ्याइसक्यौँ अब यो ड्याङ हो अब यहाँ बिचमा छ यसमा अब यहाँ चाहिँ हाम्रो दाइको स्टाइलमा अरे चुली लाएर हेरौँ कस्तो फल्छ यहाँ दाइको स्टाइलमा लाउने रे यसमा चाहिँ लास्टै गर्नु रिल्स बनाउनेका चक्करमा आलु थमारेर भर्खर रोपेको यहाँ ठाउँ हामीले चाहिँ यो यति ड्याङमा लाग्यो अब यताबाट चाहिँ सरसर खनेर ड्याङ नबनाइकन लगाउने कुरा भयो अब चाहिँ हामी ड्याङ बनाउँदैनौँ हुन्छ आत्ते छैन मान्छे हामीलाई पनि थकेला लास्टै भोक लागेको थियो हामीले माइली दिदीले खाजा ल्याइदिनु भएको छ र अब हामी खाजा खान जाँदैछौँ मेरो प्यारी दिदीले ए त्यो पनि एकदम बेस्ट हो हामी चिया र चिउरा भए पनि खान्छौँ हामी नाइ नस्ती भन्न जान्दैनौँ अब हामी खाजा खाँदैछौँ तेरो चाक सान्जीले रोटी ल्याइदिनु भयो रोटी अनि ईश्वरा र आलुको अचार अब हामी खाँदैछौँ चटनी चाहिँ केमा राख्दिनु त्यो रोटीमै राखिदिन्छु भोगा हो चटनी त चटनी
दिदीले मिठो चिया पनि पकाएर ल्याउनु भयो देउस हाम्रो दिदीबहिनीमा सबसे जाँगरी लिने भनेको हाम्रो सानो दिदी हुनुहुन्छ खाजा पकाएर हामीलाई खाजा ल्याएर अब आलु रोप्न लगाइराख्नु भयो दिजुले हामी नै एकदम अल्छी भनेको यो ड्याङलाई उस गरेर उतापट्टिबाट उस गर्ने भन्नुहुन्छ मुन्दिले तर त्यो उस गर्न चाहिँ अलि मिलेन यो सेतलाई के गर्ने होला यसलाई पापा औषधि हाल्नु नपुग्यो यो आलु मिसाए हुन्छ है ए हुन्न के यो आलु यहाँ यसरी हाल हो रे यसरी नपुगेको यो एउटा दुईटा हाले हुन्छ यहाँ हाम्रो झगडा सुरु हुन लागिसक्यो घर जाने बेला भयो नि त त्यही भएर पर्दैन मल्छ लाला फल्छ आफै झियाउ यहाँबाट तीनटा यो यति भनेर हाम्रो उस हुन्छ कि आन्टी पर्दैन कि नथप्नु हुन्छ नि त पर्दैन हुन्न होइन आन्टी ठ्याक्कै यो 15 किलो क्या आन्टी थपे हुन्छ अब ठ्याक्कै यो 15 किलो हो भन्ने चिन्हल हुन्छ नि त हामीले चाहिँ आलु सालु लगाएर भइसक्यो सबैतिर होला सेतुले हेर्दै छिन् अब हामी घर फर्किने सायद यस्तो गर्दाखेरि कालो पनि आएको छु होला तर के गर्ने म कालै छु अब हामी घर जाने हो सानो दिदीले कुन चाहिँको साग चोर्दै हुनुहुन्छ अब त्यो टेक सकियो होइन राम्रै आखा अब सुट गर्दा राम्रो आउनु होइन सेतु अब घला जाने घला मुन दिदी घाँस बोक्दै हुनुहुन्छ अब चाहिँ हामी घर फर्किएको हात खुट्टा हुन्छ भने हामी घर जान्छ अब हामी घर जाने घर फर्किने हो त्यत्रो बाटो जाने भयो होइन त बयरहरू कति मजाले रातो भएर पाकेको बयर ल अब अर्को शनिबार चाहिँ बयर टिप्न आउने हो होइन त बयरहरू आमामामा हेर्दै मिठो छ होला है गएर बयरको मिठो हो है बयर अर्को शनिबार टिप्न आउनुपर्छ बयरको अचार खानालाई घर फर्किन आँटेको दिदी घाँस बोक्दैछ म यहाँ झलासला बोक्दैछु आजको लागि यति नै बाइ